नासी दिले गुड इभिनिङ एभ्रिवान। आज तपाईँहरूको सन्डे कसरी बित्यो? मेरो चाहिँ आज सन्डे चाहिँ फुल अफ वर्क थियो है। अरूले चाहिँ अब सन्डेको दिन चाहिँ एकदमै छुट्टी रेस्ट भनेर सोच्छ होला, तर सन्डेको दिनै मेरो चाहिँ एकदम बेसी काम हुन्छ है। र आज चाहिँ मेरो मेन काम के थियो भन्दाखेरि कतिवटा फुलहरू सार्नुपर्ने थियो है, मैले सारेँ। र इभिनिङमा चाहिँ मैले फुलमा पानीहरू हालेँ है। पानी चाहिँ मेरो फुलहरूमा चाहिँ एक दिनमा हालिसक्दैन है, तल्लोपट्टि एक दिन र माथिल्लोपट्टि एक दिन गरेर हाल्छु। हिजो चाहिँ मैले तल्लोपट्टिको फुलमा हालेको थिएँ। हाम्रो लाइफमा चाहिँ जे कुराको पनि होस् है, हामीले धेरै महत्त्व राख्नुपर्ने हुन्छ है। चाहे त्यो रिलेसनसिपै होस्, चाहे त्यो फुलै होस् है, चाहे जे पनि होस्। हामीले अब कुनै पनि चिज इस्टाब्लिस गरेर, जस्तै फुल रोपेर है, रिलेसनसिप इस्टाब्लिस गरेर, कुनै प्रकारको रिलेसनसिप होस् है, त्योमा चाहिँ हामीले मलजल गरेन र त्यो कुरालाई याद गरेन भने चाहिँ त्यो चाहिँ मर्छ है। चाहे त्यो फुलै होस्, चाहे त्यो रिलेसनसिपै होस् है। त्यो भएर चाहिँ हामीले यो सब कुरालाई पनि धेरै धेरै ध्यान दिनुपर्ने हुन्छ। यो फुलहरू चाहिँ मेरो लागि मेरो नानी जस्तै हो है। र मैले आँखा जहाँसम्म भ्याउँछु है, मलाई त्यहाँसम्म फुल चाहिन्छ। हुनु त यो सब कुरामा धेरै मेहनत लाग्छ है, एक दिनमा हुने कुरा पनि होइन। तर भए पनि अब ट्राई गऱ्यो भने चाहिँ जे कुरा पनि सम्भव हुन्छ है। र अर्को भिडियोमा भेटौँला फेरि। ओके, बाई बाई एभ्री